आज शनिबार श्रीमतीज्यूलाई मटन खान मन भयो। मैले पनि मटन खाने कुरामा सहमति जनाए अनि त्यसपछि आज भात र मटन कडी बनाउने निर्णय भयो। मैले प्याज काटे, श्रीमतीज्यूलाई लसुनको पेस्ट बनाउन दिए। त्यसपछि ग्यास अन गरी कुकर चढाए। कुकरमा तेल राखी केही मसालाहरू कुकरमा राखे। त्यसपछि कुकरमा मासु राखे र मासु भुट्न थाले। एकैछिन मासु भुटिसकेपछि श्रीमतीज्यूले लसुनको पेस्ट पनि त्यही मासुमा चाहिँ राखी र फेरि मासु भुट्न थाले। मासु भुट्दा भुट्दै अब पालो गोलभेडाको आएको थियो। मैले गोलभेडा कुकरमा हाले। त्यसपछि बोसोहरू कुकरमा हाले। पानी हाली केही बेर बोइल हुन दिए। त्यसपछि कुकरमा 5 सिटी लगाए। मासु रेडी भइसकेपछि भात र मासु प्लेटमा राखे। हामीले मासु भात खायौं। मासु राम्रो बनेको थियो। हस्त टाटा बाई बाई, फेरि भेटौला।